तपाईँ रासोपाको जिम्मेवार नेता, कार्यकर्ता वा समर्थक हुनुहुन्छ भने तपाईँको पार्टी सभापति रवि लामिछानेको यो निर्देशन ढिलो नगरी सुनिहाल्नुहोस्। विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। सभापति लामिछानेको निर्देशन सुनिसकेपछि अब तपाईँ प्रष्ट हुनुभयो होला, किनभने अब जितको उन्मादमा कसैलाई गाली गलोज गर्ने गरेको पाइएमा पार्टीको कडा कारबाहीमा पर्नुहुनेछ। किनभने भारी मतसहितको रासोपाको जित उन्मादका लागि होइन, घमण्ड वा फूर्ति देखाउनका लागि होइन। जनताले दिएको अपार माया र विश्वाससहितको मत जिम्मेवारी पूरा गर्नका लागि हो, देशको अभिभारा बोक्नका लागि हो। आफ्नो पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूबाट सामाजिक सञ्जाल वा सञ्चार माध्यमहरूमा विपक्षीहरू विरुद्ध विष बबन गर्ने, गाली गलोजमा उत्रने, लालछना लगाउने र व्यक्तिगत चरित्र हत्यासम्मका अभिव्यक्ति र टिप्पणीहरूका बारेमा आफू जानकार रहेको लामिछानेले स्पष्ट पारेका छन्। लामिछानेले विपक्षी वा फरक विचार राख्ने समूह वा व्यक्ति लक्षित कुनै पनि असभ्य टिप्पणी आफू र रासोपाका लागि स्वीकार्य नभएको चेतावनी दिएका छन्। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपा अब 2/3 बहुमत नजिकको जिम्मेवार राजनीतिक शक्ति हो। जिम्मेवार पार्टीका नेता, कार्यकर्ता पनि उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको लामिछानेको ठम्याइ छ। आफ्नो पदीय जिम्मेवारी विपरीतका कुनै पनि गतिविधि र अभिव्यक्ति आफूलाई मान्य नहुने लामिछानेले सबैको कानमा पुग्ने गरी घण्टी बजाएका छन्। अन्यथा कडा कारबाही सहित पार्टीबाटै गल्त्याउनसम्म पछि नपर्ने संकेत लामिछानेले गरेका छन्। रासोपा पार्टीका सांसदहरू अहिले जितले हौसिने स्वाभाविकै भए पनि यो जितभन्दा बढी जनताले देशको मुहार फेर्न दिएको जिम्मेवारी हो, न कि कुनै सांसदको व्यक्तिगत इच्छा आकांक्षा पूरा गर्नको लागि हो। लामिछानेले भनिसकेका छन् अब डे 1 देखि नै जनताको काम गर्न पनि लामिछानेले सांसदहरूलाई निर्देशन दिएका छन्। देशको स्वाभिमान र प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि नगर्न, नगराउन र त्यस्तो खालका अभिव्यक्ति नदिन पनि लामिछानेले सचेत गराएका छन्। अब लामिछानेको निर्देशन मान्नु नमान्नु रासोपा नेता, कार्यकर्ता र समर्थककै हातमा छ। हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौँ, हामी गर्छौँ, हामी सक्छौँ र हामी गर्छौँ। अन्त्यमा यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठूला ठूला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोसियल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब तपाईँ हामीले पैरवी गर्नुपर्ने हुन्छ। रासोपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। हुन त तुलनात्मक रूपमा रासोपाले अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधित्व सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु आगामी दिनमा समावेशिताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौँ। म विश्वास दिलाउन चाहन्छु। यही हलबाट तपाईहरू भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, तपाईँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो,
कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिन भने, मैले अर्को पटक चुनाव जित्दिन भनेर तपाईँ आजदेखि लाग्नुभयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाको बारेमा सम्झना गराउनु पर्ने हुनेछ। साथी हो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौ हामी। अर्को चुनाव जितौँ नजितौँ त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौँ। यसलाई निभ्न नदिनु होला। सभापतिका रूपमा म तपाईँहरूसँग सँगै छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ, तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु। इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौं व्यक्तित्वहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईँले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्नेछ। रासोपाको माध्यमबाट देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक, रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु।